हेलो गाइस, जोरले नमस्ते यहाँ सम्पूर्णलाई। म चाहिँ आजको भ्लग चाहिँ मैले फेवातालबाट स्टार्ट गरेको छु। अनि हामी सबैजना पुरा परिवारहरू भएर चाहिँ फेवातालमा घुम्न प्लान गऱ्यौँ नि त। अनि अहिले स्टार्टिङ भ्लग चाहिँ मैले घरबाट बनाउन पाइनँ किनकि बाइक बिग्रेको कारणले हामी चाहिँ ग्यारेजमा बस्नु परेको छ नि बुढाबुढी भएर। त्यही भएर अहिले चाहिँ हामी यहाँ पुरा आइसक्यौँ। हाम्रो भाइ बहिनीहरू परिवारहरू चाहिँ यतातिर के अरे आइसक्नु भएको छ, बोटिङ गरिसक्नुभयो उहाँहरूले चाहिँ। अब मेरो बुढा चाहिँ भर्खर आएको छ। अब हेरौँ के गर्छौँ कसो गर्छौँ भनेर सबैलाई देखाउनेछु। ओके ल फाइनल्ली ल मेरो फ्यामिली चाहिँ यहाँ बोटिङ गरेर आइसक्यो। हेलो अस्मिते ल ऊ सुस चाहिँ लुकेदै हिँड्दैछ यता भेना पछाडि। सुस लुकेको ल यही हो पोखराको हलनचोक, यहीँबाट बोटिङ गर्छ। यो चाहिँ लाइफ ज्याकेट। साथीहरू यही हो लेक साइड बजार। लो हेर्नु मलाई त अघि गर्मी पो भयो। भेनाले त केही खाएको छैन होइन, भोक लाग्यो अब खाने हो। बेबी हाई हाई, के खाएको सानो? कहिले किनिदिनु भएको नि दिदीले? ए निनीले पो किनिदिएको बाबु, निनीले पो किनिदिनु भएको। दिदीले जसले दियो उसैले के किनिदिएको। अब दिस इज पोखरा लेक साइड, पोखराको भ्यू। मेरो बुढा चाहिँ बिचरा मेरो ब्याग हेलमेट सब बोकेर हिँड्नु भयो। लु टुरिस्ट गाइडहरू फ्रान्सहरू हो क्या होइन, फ्रान्सहरू। यो लेक साइड पोखरा बढिया दाई उफर चाहियो गरी लेक साइड। रमाइलो त रमाइलो हुन्थ्यो नि। आयो आयो कहाँ हो ओपन हाउस? उहाँ हो कि खेल्ने ठाउँमा जान्छ क्या तिनीहरू त सिधै गाडी खेल्ने हो नि त बुढा त्यहाँ। आयो ती मेरो भिडियो नि बनाऊँ न, म उस्तो नराम्रो राखेर काले काले। यो चाहिँ मेरो बहिनी, कति भयो नानी बिहे भएको? 2 वर्ष। सिन्दुर पोते चुराहरू लाएर हिँड्छ। दिदी केही छैन, बहिनीहरू चाहिँ। दिदी त बुढा जिन्दाबाद अगाडि के ल यही हो साथीहरू पोखराको रमाइलो पल लेक साइड टुरिस्ट एरिया हो। यो लास्ट महँगो छ है सम्झिने। यहीँभित्र होला यिनीहरू। ऊ खेलिरहेछ यहाँ फर्म उसो क्या स्केट पार्क पनि छ, गाडीहरू यताउता। ऊ त्यहाँबाट हेर्छ त्यो खेल्ने भनेको त्यहीँ हो क्या, मलाई थाहा छ। अनि यो चाहिँ ओपन हाउस हो। यो चाहिँ वान अफ द पोखराको बिगेस्ट एन्ड लेटेस्ट ओपन हाउस। काठमाडौँ पाउ भण्डार अरे स्केट पार्क। आया धन्य खुट्टा पड्यो। उता हामी त उता खेल्ने के हुन्छ त्यसै रङ्ग मेटेको आफ्नो। त्यति गए बाबू हाय
अचम्म नानी खेल्छ हौ यस्तो हानेको हाने गरिदिन्छ ऊ जानेन भन्छ ऊ पछाडि ऊ बाबुले जान्छ क्या बाबुले जाने रहेछ क्या है सिधै आउँछ हेर हेर निलेको बेबी थ्याङ्क यू भन्छ न बेबी दिदीलाई थ्याङ्क यू भन ए नानीले भनेको यो पान हो नानी यता हेर्नु त Welcome to the vlog. वेलकम टु माई भ्लग बदैनीको भ्लग सलाम साप मटका चिया नानी चिया खानु क्या लो मटका चिया मटका लो दिस इज राम्रो छ दामी छ होइन भ्लग बनाउनु बेबी कता हो लो 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 लौ लौ कोसको बुढा बुढी यो अङ्गल हाल्दै हिँडेको हो होइन को यस्तो चिने जस्तो लाग्यो कोसको बुढा बुढी यो अङ्गल हाल्दै हिँड्ने दिउँसै लु मेरो बड्डाको साली बड्डाको छोरी है बड्डाको छोरी ओरिजिनल हुन्छ कि ठ्याक्क यसरी मिल्दो रहेछ ल हामी लेक साइड घुम्दैछौँ बुढाबुढी टक्क लगाएर लाइफमा फर्स्ट टाइम बुढीलाई घुमाउँदैछ एउटाले लाइफमा फर्स्ट टाइम बुढीलाई घुमाउँदैछ होइन के भन्नुहुन्छ यो बारेमा केही भन्दिनँ टाइम नमिलेर कि मन नभएर कि के भएर टाइम नमिलेर हो अब त घुमाउनुहुन्छ बिस्तारै आयो हँसाउँछौ मेरो बुढाले पनि टाइम नमिलेर नघुमाएको गरे गाइजहरू अब चाहिँ घुमाउनुहुन्छ अरे मेरो बुढाले यस्तो ज्ञानी छिन् फेरि होइन खलन चोक पर उतापट्टिको साइडहरू स्पा जाने हो र स्पा काम छैन होइन
किलिक किलिक हुन्छ किलिक किलिक हामीलाई चाहिँ यो जुनबाट त्रिसरामा जानुहुन्थ्यो नि उता त्रिसरामा केम्स कोरियन बार्बिक्यू छोरीले त पिज्जा पो खान्थ्यो भाइ बरु अहिले त दामी पिज्जा पाउँछ कि हो कि कहाँ हो पनि होटल बार्बिक्यू कोरियन बार्बिक्यू ल उतै हो कि बुढो के अरे चार्जिङवाला गाडी होइन ब्याड ब्याड होइन यो मखलो कस्तो राम्रो है यहीँको ब्रेड बनेको होला क्वालिटी नै राम्रो हुन्छ कि यहाँको है पैसा मात्र एक्सपेन्सिभ होइन क्वालिटी झन् राम्रो हुन्छ कि मलाई त मनपर्छ नि साइडको सामानहरू त लु बेलुकाको भ्यू चाहिँ यस्तो छ ल हेर्नुहोस् लेफ्ट साइडको